गाउँको नाम थियो शान्तिनगर। त्यही बस्छिन् रमा, 30 वर्षकी भाउजू। पैसा, गहना, जग्गा यी बाहेक उनको आँखामा केही देखिँदैन। उनको लोग्ने सुरेश शहरमा जागिर गर्छ, पैसा पठाउँछ। रमाको लोभ अझ बढ्छ। घरमा अर्की छिन्, 19 वर्षकी नन्द गीता। बुवा मरेपछि दाइको घरमा आश्रय लिएकी। पढ्न मन थियो, तर पैसाको अभावले कक्षा 10 मै रोकियो। तर गीताको मन धनी थियो, मान्छेलाई माया गर्ने, दुःखमा साथ दिने। रमा सधैँ भन्छिन्, गरिबसँग नाता जोड्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो। एक दिन बुबाको नामको 5 रोपनी जग्गा र पुरानो घरको कुरा आयो। कानून अनुसार आधा रमाको लोग्ने सुरेशलाई, आधा गीतालाई पर्नुपर्ने थियो। तर रमाले कागज मिलाएर सबै आफ्नै नाममा गरिन्। जब गीताले थाहा पाइन्, उनले सोधिन्, भाउजू यो के गर्नुभयो? बुबा त दुवैलाई समान माया गर्नुहुन्थ्यो नि। रमा हाँसेर भनिन्, मायाले पेट भर्छ? तेरो भागमा यो पुरानो कचौरा छ, ल। गीताको आँखा रसाए, तर केही बोलिनन्। पछि रमाले गीताको कोठा पनि खोसेर भाडामा लगाइन्। गीताले भान्सामा सुत्न थालिन्। खाना बाँकी बचेको मात्र पाउँथिन्। एक दिन रमा रिसले चिच्याइन्, लौ निस्क यहाँबाट। तेरो अनुहार देख्दा पनि मेरो दिन बिग्रन्छ। गरिबीले घर अपवित्र हुन्छ। गीताले त्यो रात एउटा सानो झोलामा कपडा बोकेर घर छोडिन्। जाँदा जाँदै फर्केर हेरिन्, त्यो घर जहाँ उनले बाल्यकाल बिताएकी थिइन्। गीता सहर पसिन्। सुरुमा मन्दिरको डिलमा सुतिन्। पछि एउटा होटलमा भाडा माझ्ने काम पाइन्। महिनाको 3000 कमाउँथिन्। त्यहीबाट आफ्नो पढाइ फेरि सुरु गरिन्। राति 12 बजेसम्म पढ्थिन्। गाउँका मान्छे भन्थे, त्यो गरिब केटीको भाग्य नै यस्तै हो। तर गीताले कहिल्यै कसैलाई सरापिनन्। समयले सिकाउँछ भनेर चुप लाग्थिन्। यता रमा र सुरेशको जीवन उल्टो बाटो लाग्यो। सुरेश साथीको लहलहैमा लागेर जुवामा फस्यो। 2 वर्षमै कमाएको सबै सकियो। ऋण तिर्न नसकेपछि ब्याङ्कले घर लिलामीमा राख्यो। जुन घरबाट गीतालाई निकालेकी थिइन्, त्यही घरको ढोकामा लिलामी सूचना टाँसियो। रमा एक रातमै रानीबाट भिखारी भइन्। गीताले यो कुरा सुनिन्। साथीहरूले भने, अब तिम्रो पालो आयो, बदला लिऊ। तर गीता भोलिपल्ट बिहानै गाउँ फर्किन्। उनको हातमा एउटा सानो बोरा थियो। त्यो बोरामा उनले 2 वर्षमा जम्मा गरेको 60,000 रुपैयाँ र केही चामल, दाल थियो। रमा भत्कीको घरको एउटा कुनामा बसेकी थिइन्, कपाल खुल्ला, लुगा च्यातिएको। गीतालाई देख्न साथ उनी चिच्याइन्, अहिले किन आयो, मेरो हाँसो उडाउन? गीता अगाडि गएर बोरा राखिन्। भनिन्, भाउजू यो पैसा लिनुहोस्, घरको कागज फुकाउन पुग्छ। मैले होटलमा काम गरेर जम्मा गरेको हुँ। रमा छक्क परिन्। मैले तिमीलाई घरबाट निकालेको थिएँ, तिमी किन फर्कियो? गीतलाई देख्न साथ उनी चिच्याइन्, अहिले किन आयो, मेरो हाँसो उडाउन? गीता अगाडि गएर बोरा राखिन्। भनिन्, भाउजू यो पैसा लिनुहोस्, घरको कागज फुकाउन पुग्छ। मैले होटलमा काम गरेर जम्मा गरेको हुँ। रमा छक्क परिन्। मैले तिमीलाई घरबाट निकालेको थिएँ, तिमी किन फर्कियौ? गीताले शान्त स्वरमा भनिन्, किनकि तपाईँ मेरो भाउजू हो। रगतको नाता पैसाले काटिँदैन। मैले धेरै रात भोकै सुतेँ, तर कहिल्यै तपाईलाई सरापिन। त्यो कुरा सुनेर रमा पहिलो पटक फुटेर रुइन्। म लोभी थिएँ गीता, पैसाको नसामा म मान्छे नै बिर्सिएँ। मलाई माफ गर। गीताले रमालाई उठाएर अँगालो मारिन्। त्यो दिनदेखि दुवै सँगै बसे। गीताले पढाइ पूरा गरिन्, अहिले गाउँमै स्कुल पढाउँछिन्। रमाले पनि आफ्नो गल्ती बुझेर गाउँका महिलाहरूलाई सिउने काम सिकाउँछिन्। लिलामीमा गएको घर फेरि फिर्ता आयो, तर यसपटक कागजमा दुवैको नाम थियो। लोभले सम्बन्ध टुटाउँछ, घमण्डले मान्छे अन्धो हुन्छ, तर माफी र मायाले फत्केको घर पनि फेरि उभ्याउँछ। रगतको नाता पैसाभन्दा ठूलो हुन्छ, किनकि पैसा फेरि कमाउन सकिन्छ, तर गुमेको विश्वास फर्काउन धेरै गाह्रो हुन्छ। अन्त्य।